अन्जना राणा मगर पहिलो रोजाइको गोलकिपर हुनुपर्छ हो? यही प्रश्न यही कुरा तपाईको मनमा उठिरहेछ भने यो भिडियो तपाईको लागि पुरा हेर्नु होला। अन्जना राणा मगर केवल एउटा ब्याकअप सेकेन्ड चोइस गोलकिपर मात्र नभएर हिजोको गेमको म्याच विनर पनि हुन्, रियल म्याच विनर पनि हुन्, हिजोको म्याचको बेस्ट प्लेयर बेस्ट गोलकिपर पनि हुन्। अन्जना राणा मगरले खेल्दाखेरि जुन हिजो म्याचमा गरेको जुन कमान्ड कलिङ, अन्जना राणा मगरसँग भएको जुन कन्फिडेन्ट, त्यो कन्फिडेन्ट र त्यो कमान्ड नेक्स्ट लेभल नै थियो हिजोको गेममा। रत्नबाला देवीले हानेको जुन त्यो पावरफुल सट थियो नि, त्यसलाई टिप ओभर गरेर सेभ गर्नु, द्याट्स अ टर्निङ पोइन्ट गाइज। किनकि नेपाली फुटबलमा याद गर, नेपालले पहिलो गोल हान्छ भने नेपालीहरूको या खेलाडीहरूको कन्फिडेन्ट एकदमै हाई हुन्छ भने नेपालले पहिलो फर्स्टमै गोल खान्छ, या नेपालले फर्स्ट या होस् या नेपालले गोल खाइसकेपछि नेपाली प्लेयरहरूको कन्फिडेन्ट डाउन हुन्छ, आत्तिन्छन्, ग्राउन्डभित्र खेल्नै सक्दैनन्। तर त्यो सेभले चाहिँ नेपालको फुटबल हिजो नेपाली फुटबलको चाहिँ टर्निङ पोइन्ट बनिदियो। अनएक्सपेक्टेड र टप क्लास वर्ल्ड क्लास नै सेभ थियो भन्दा फरक नपर्ला। त्यो मात्र नभइकन अन्जना राणा मगरको डिसिजन मेकिङ, कहिले रस आउट गर्ने, कहिले स्टेप पुट गर्ने, कहिले डिस्ट्रिब्युट गर्नेदेखि लिएर सम्पूर्ण कुरा एकदमै पर्फेक्ट थियो। र यही कुरा नै चाहिने हो ठुलो टुर्नामेन्टको लागि। जुनै पनि टुर्नामेन्ट जित्नको लागि गोलकिपरमा यो क्यापासिटी हुनुपर्छ भने मैले यो क्यापासिटी चाहिँ एन्जिलामा देखेको थिइनँ। सिरियसली भनिरहेको छु, एन्जिलामा देखेको थिइनँ भने एन्जिलामा मेन डिसएडभान्टेज भनेकै हाइटको छ, उसँग कन्फिडेन्ट पनि कम छ, ल्याक अफ कन्फिडेन्स छ एन्जिलामा। एक्सपिरियन्स गोलकिपर हो, मान्नुपर्छ, युरोपमा खेलेर आएको हो, तर युरोपमा खेल्यो भन्दैमा फर्स्ट चोइस गोलकिपर हुनैपर्छ भन्ने छैन।